एक्सेल फाइलमा कुनै पनि अक्षरहरू सेलमा नअटाउँदा तालिका अलि व्यवस्थित नहुने यस्तो समस्या कतिजनाले बेहोरी राख्नु भएको छ। यो समस्या समाधानको लागि सजिलो उपायको बारेमा हामी छलफल गर्दैछौँ। यसको लागि यहाँहरूले सर्वप्रथम कुनै एउटा एक्सेल फाइल ओपन गर्नुहोस्। मैले यसमा पहिले नै ओपन गरेर राखेको छु। यो एक्सेल फाइलमा हाम्रा यो सेलहरू, यसमा एउटा तालिका छ, तालिका देख्न सक्नुहुन्छ। यो तालिकामा मैले एउटा नमुनाको लागि विषयहरू क्रमशः टाइप गर्दै गएको थिएँ र यसमा यो विज्ञान तथा प्रविधि भन्ने छ। मैले यसलाई यो तालिकामा राखेँ। तपाईँहरूले टाइप पनि गर्न सक्नुहुनेछ। त्यस्तै गरी बाल विकास र सिकाइ, त्यो पनि मैले यसमा राखेँ र यसो गर्दाखेरि यो तालिकामा यो सेलहरूभन्दा यो अक्षर बाहिर गएको छ र हामीले यो तालिका भर्दै जाँदा यो सबै समस्या सबै सेलहरूमा आउन सक्छ। सबै सेलहरूमा नआओस् भन्नको लागि पहिला यो तालिका सेलेक्ट गर्नुहोस्। तालिका सेलेक्ट गरिसकेपछि होम ट्याबमा जानुहोस्। होम ट्याबमा गइसकेपछि यसरी यहाँ कहीँ कतै पनि यो ऱ्याप टेक्स्ट भन्ने देखिएको छैन, तसर्थ मैले यो अलाइनमेन्ट भन्ने यो एरोमा गएर क्लिक गरेँ। एरोमा गएर क्लिक गरिसकेपछि ऱ्याप टेक्स्टमा टिक लाउनुहोस्, टिक मार्क चुज गर्नुहोस् र त्यसलाई ओके गर्नुहोस्। अब ओके गरिसके पछाडि यो हामीले लेखेका कुराहरू एउटै सेलमा एडजस्ट हुन्छन् र अब यसलाई अझै यसको सेन्टरमा एडजस्ट गर्नको लागि यहाँहरूले यो अप्सन पनि छ हामीसँग। यो सेन्टर, यो सबै अक्षरहरू अब सेन्टरमा एडजस्ट भएको छ र सबै सेलमा पनि अटाएको छ। अब क्रमशः हामीले यसमा आफूले जति लामो अक्षरहरू पनि क्रमशः टाइप गर्न सक्छौँ। मैले एउटा नमुनाको लागि फेरि एउटा टाइप गर्न चाहेँ। स्वास्थ्य तथा शारीरिक शिक्षा। ल, यसरी सबै सेलहरूमा आफै अटोमेटिक एडजस्ट हुँदै जान्छ र यो हामीले सबै तालिका नभरिन्जेलसम्म यो तालिकालाई सेलेक्ट गरेर ऱ्याप टेक्स्ट गऱ्यौँ भने सजिलैसँग हामीले यो कुरा व्यवस्थित, यो तालिकालाई व्यवस्थित बनाउन सकिने रहेछ। धन्यवाद। थ्याङ्क यू।